बनाउनुको त डिस्प्ले क्लियर थियो। अब तपाईहरुलाई म यो जियो म्याक्स जुन 50 बाटै यो एप्स भित्रको चाहिँ तपाईको REM को फंक्सन चलाउने तरिका सिकाउँदै छु। अब सबैभन्दा पहिलो सुरुमा हामीले मेसिनलाई अहिले अगाडि नै फरब्याक गरेर मेसिनलाई सेट गरिसकेका छौं। तपाईहरुले यसलाई चलाउनको लागि पहिलो सुरुमा चाहिँ मेसिनलाई फरब्याक गरेर सेट गरिसक्नु पर्छ। अब सेट भइसकेपछि REM फंक्सनमा जाने, फंक्सनमा गएर इन्टर गर्ने। अब यहाँनेरि सिलेक्ट जब भनेर छ F1 मा। अब यदि तपाईले सुरुमै राख्नु भएको हो भने सिलेक्ट जब गर्नु पर्यो, सिलेक्ट स्टेसन गर्नु पर्यो, सिलेक्ट ओरिएन्टेसन गरेर मात्र F गर्नु पर्यो। तर हामीले सुरुमै तपाईको सबै मेसिनको सबै काम सिलेक्ट स्टेसन, सिलेक्ट ओरिएन्टेसन गरिसकेको भएको कारणले हामी अहिले अब अर्को F1 मा गएर सिलेक्ट जब मात्रै गर्दै छौं। सिलेक्ट जबमा हामीले अब एउटा नयाँ चाहिँ न्यूमा चाहिँ हामीले क्रिएट गर्न आँटिरहेका छौं। जेपी भनेर हामीले क्रिएट गर्यौं। यसलाई ओके गर्दिन्छौं। युजरमा के गर्नु पर्दैन, यसलाई पनि ओके गर्दिन्छौं। अब तपाईको जब एक्टिभेट भयो। जब एक्टिभेट भइसकेपछि अब सेट गरिसकेको हुनाले अब सिधै हामी के गर्छौं, F4 मा जान्छौं। F4 मा गइसकेपछि अब बेस पोइन्ट भनेर यहाँ दिएको छ। बेस पोइन्टलाई हामीले 1 राख्दिन्छौं। खाता नम्बर ए नम्बरमा हुन्छ त। ए नम्बरमा NIC भन्ने NIC बेस पोइन्टलाई हामी 1 राख्दिन्छौं। अब यो हामीले चाहिँ यहाँ पोइन्ट लिन राख्यौं। हामीले यतिखेर टार्गेट हाइट चाहिँ के गरेको छौं, 0 राखेको छौं। भाइ म पर जुम गर त। यता अब यहाँ हो। यताबाट पर प्रिजमलाई जुम गर। प्रिजम हामीले जुम गर्छौं। प्रिजमलाई हामीले त्यसलाई त्यहाँ 0 मानेर गरिरहेछौं। अब त्यो प्रिजमकै माथि टुप्पोमा हामीले तपाईहरुलाई एक्युरेसीको लागि प्रमाणित गर्नको लागि खासै टाढाको डिस्टेन्स लिएका छैनौं। त्यो चाहिँ तपाईको हामीलाई थाहा छ, त्यो 1.62 छ। त्यहाँनेरि 62 मिटर छ। हामीले त्यो पहिले नै सेट गरेर राखेका छौं। हामीलाई यो मेसिनले त्यति देखाउँछ कि देखाउँदैन भनेर हामीलाई जाँच गर्नको लागि मात्रै हामीले गरेका छौं। तपाईले चाहिँ यो लाई अब तपाईको घरको छानो, बिजुलीको पोल, तपाईको धर्राको टुप्पो जसको पनि होरिजेन्टल डिस्टेन्स अथवा जेन्थल हाइट निकाल्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। कसले हल्लाइदियो प्रिजम फेरि यो सेवा कता हुन्छ दादा? यसको सेवा कता हुन्छ? सेट गरेका छौं। अब हामी चाहिँ के गर्छौं भन्दाखेरि अब यसलाई हामी 1 दिन्छौं। हामीले इन्टर गर्दिन्छौं। अब हाम्रो 0 मा छ। अब यसलाई हामी के गर्छौं त मेजर गर्छौं हामी अल गरेर इन्स्ट्रुमेन्ट लेभल त्यो अघि यार फटक्क हल्लाइदिएर अघि हाम्रो लेभल अलिकति भएको थियो। लेभललाई हामीले फेरि सेट गरिसकेका छौं। यतिखेर चाहिँ के हुन्छ भन्दा तपाईले प्रिजमलाई फिक्स गरेर राख्नुपर्छ। जुन पोइन्टको हामीले हाइट लिने हो त्यो पोइन्टसँग एकदमै 90 डिग्री हुने गरेर प्रिजमलाई नहल्लाइकन त्यो ठाउँमा सकेसम्म प्रिजम ट्राइपोडको सपोर्टले त्यसलाई अड्याएर राख्नुपर्छ। हामीले पनि अहिले त्यही गरेका छौं। अब यसलाई हामी अल गरेर हामीले रिडिङ गरिरहेका छौं। अब यसले बेस भनेर हाम्रो चाहिँ रिकग्नाइज गरिसकेको छ। बेसमा हाम्रो चाहिँ तपाईको 1250.149 यसको हाइट देखाइरहेको छ। यो बेस हो यो। अब यो बेस भइसक्यो। हामीले मेजर अल गरे पनि भयो। बेस हामीले त्यो अलि पढेको हो। अब यसलाई हामीले के गर्ने त सिधै यसलाई चाहिँ नहल्लाइकन दायाँ बायाँ नहल्लाइकन सिधै यसलाई चाहिँ सिधै माथि लगेर आफूलाई काखसम्मको हाइट चाहिने हो। त्यसलाई छाता उडाएर टल्किन्थेन नि है? त्यहाँबाट सबै लिएर आएर टकटक माथि हाल्दियो त। अब अहिले हामीले सिधै छानाको टुप्पोमा लगेर यसलाई सेट गरेका छौं। यो गर्न लाग्यो के तिमीहरुले? छानाको टुप्पोमा लगेर हामीले मिसिन सेट गर्दा अटोमेटिक यहाँनेरिको हाइट DDZ भनेर तपाईको 1.619 भनेर यहाँनेरि 1.619 अघि 00 थियो। अहिले हाम्रो कति भयो त 1.619 भयो। भनेपछि अब त्यसरी चाहिँ तपाईले त्यो अर्को ठाउँको थाहा नभएको ठाउँको हाइट निकाल्न सक्नुहुन्छ। हस् त, धन्यवाद।